नमस्ते सेवा वेलकम एन्ड वेलकम टु माई युट्युब च्यानल इट्स मी निशा राई। अनि आज पनि नयाँ भिडियोका साथ आइसकेको छु हजुरहरू माझ। अनि आज चाहिँ म ब्लड डोनेसन गर्नका लागि जाँदैछु कपन। ल गाइस बाटोमा भेटौँला। फाइनली म चाहिँ पठाउ पनि चढेको जाँदैछु भिडियो बनाएको। अनि अब उता गएर मामा बहिनीहरूसँग भेट्छौँ। अनि त्यो मामाहरू चाहिँ गइसक्नु भयो, उता भक्तपुरबाट आउनु भएको। म चाहिँ यता ललितपुरबाट जाँदैछु। मामा र बहिनी गइसक्नु भयो, अब म नि जाँदैछु गाइस। यही हो मामासँग नि भेट भयो हाम्रो। यसरी हुँदैछ यहाँ चाहिँ ब्लडहरू दिँदै यस्तो हुँदैछ। मैले नि पेपर लिइसकेँ, बुनु परछिन यही त लागि पानी आइसक्यो। पानी टन्न पिउनु पर्ने रे, त्यही भएर पानी पिउँदैछु। यो चिसो थपिदिनु त यहाँ उयो दाइलाई। दिमाग ल्याउमा पर्ने। ए गर्ने भयो गर्न ग्रुप सिमिनु नि अरे। अङ्कलले नि दिइराख्नु भएको छ। रक्तदान गरेको हो, रक्तदान ठुलो दान हो भन्छन् अनि एकदम ब्लड दिइसकेको। अब यहाँ जुस खाँदैछु। जुस दिनुभयो सिस्टरहरूले। अङ्कलको पालो उता भइसक्यो। बुनुमा थिचिन् श्रमलाई जोड्न चाहन्छु। विशेष अतिथिको ग्रहणलाई अगाडि जोड्नेछु र त्यसै गरी विशेष अतिथिकै रूपमा आसन ग्रहण गरिदिनको लागि महालेखा परीक्षकका निर्देशक उपसचिव नेपाल सरकारका उपसचिव श्री योगेश प्रसाद राईज्यूलाई विशेष अतिथिको रूपमा चाहिँ यहाँ यस्तो हुँदैछ। प्रोग्राम चाहिँ उता हुँदैछ। आसन ग्रहण गरिदिनका लागि श्री कुमारी राईज्यूका माननीय रक्षा मन्त्री यतिले दिएछन्, यति हुँदैछ भर्खर। खाँदैछु। सहजीकरण टोलका सल्लाहकार श्री रत्नकुमार राईज्यूलाई म हार्दिक अनुरोध गर्दछु अतिथि आसन ग्रहणको लागि। त्यसै गरी तुलुङ राई सहजीकरण सोलुखुम्बुका श्री शकुन्तला राईज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। श्री नवीन राईज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
राजेन्द्र कुमार। त्यसैगरी विमला राईज्यूलाई पनि म विमला राई पत्र दिन गइरहेका छौँ। सम्मान पत्र दिन गइरहेका छौँ। त्यसको म वाचन यहाँ गर्नेछु सम्मान पत्रको। साथसाथै सम्मानको रूपमा आजको काम चाहिँ हाम्रो बहिनीले कसको काम गर्यो हो, डाक्टरको हो कि क्या हो? बल्ल खुलेर हाँस्न पाउँदैछौँ है हामीले। अघि भिड थियो कि अनि त्यही भएर प्रोग्राम पनि अब सकिसक्यो। म चाहिँ चटपटे खान लाग्यो, बुनु र म खाना नखाएको, मामाहरू खाना खाँदै हुनुहुन्छ। म त क्यामेरामै अड्दिएर आमा हावा हामीलाई टक्क मिठो बनाइदिनु भनेको। अब आन्टीले कस्तो बनाइदिनुहुन्छ? एप्पल र के अरे पपैया खाँदैछौँ। खाएर देखाइदेऊ न त। धेरै भयो नि खाना मलाई। ल ल ल म चाहिँ पाइनएप्पल, म पपैया हो पाइनएप्पल। चेस चस्सै चटपटे बन्दैछ हाम्रो। ल चट्टसँगले चटपटे आइपुग्यो त बुनु। ए छ्या औ लु न छिटो न समाता त खोज्छिन्। अब खाएको त्यसो चस्सा देखाउनु पर्यो नि त। औ हावाले ग्यास धनियाको पात गाउँमा खाएको याद आयो। लोकल त टाइपले क्या हेर्दै लोकल खायो नि त कस्तो मिठो भइरहेछ। पानीपुरी पनि आयो। अब बजाइदिउँ है। मामा र म चाहिँ यतैबाट हस्पिटल जान लाग्यो। बुनुहरू भक्तपुर गइसके। मामा र म चाहिँ यतैबाट हस्पिटल जान्छौँ। हस्पिटलमा मिमी पनि हुनुहुन्छ नि त, त्यही भएर अब यताबाटै गङ्गालाल जान्छौँ। मामा र बाटो त एकदम हस्पिटल त पुगेको कि तर डिस्चार्ज भइसक्नु भएछ। अनि ठ्याक्कै हिँड्न लाग्यो रे। अब त्यही पनि मामा भेट्ने रे। मामा जाउँ न के ल ल जाउँ न मामा। मामालाई रुम जाउँ भनेर फकाउँदैछु। जाने ल अहिले फेरि मामा जाने नै सक्नु भएछ। अब हामी पनि जाने मामासँग। अब घरै गएर भेट्ने। ल फाइनली गाइज घर चाहिँ आइपुग्यो। अनि मम्मीहरूसँग पनि अब भेट भइसक्यो। अब त्यही हो रमाइलो भयो आजको दिन। यस्तो हात दुखिरहेछ यहाँ यो दुखिरहेछ। अब ल गाइज आजको भिडियो यति नै। फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ है त।